साथीहरु, सेवा अनि नमस्कार। स्वागत छ तपाईहरुलाई आज पनि मेरो नयाँ ब्लगमा। आयो साथीहरु सबै सन्चै हुनुहुन्छ होला अनि नयाँ नौलो के छ तपाईहरुको? हाम्रो त बर्खा लागेर यहाँ बिजोक छ, बिजोक रमाइलो छ है साथीहरु। अनि आज चाहिँ हाम्रो यहाँनेरि खेतमा जोत्दै छ ट्र्याक्टरले। यहाँ चाहिँ जोत्दै छ साथीहरु हाँसको चालमा। 9 बजेदेखि थालेको एउटा फोक्टा भर्खर जोत्दै छ। खोइ कति बजेसम्म लाउने हो थाहा छैन। 4वटा फोक्टा छ, 12 बजेसम्म लाग्छ होला हौ, मलाई त्यस्तै लाग्दैछ। यस्तो स्लो मोसनमा भास्यो 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 भास्यो। साथीहरु हामीहरू चाहिँ यहाँ धान सुकाइरहेको छ, देख्न सक्नुहुन्छ। अरूले पनि सुकाइरहेको छ उता बाटोतिर, यता पनि सुकाइरहेको छ। अनि यहाँ मुनि पनि सुकाएको छु 4वटा सुक्लीमा चाहिँ अलिक छिटो सुक्छ। तिर्पलमा चाहिँ पसिना आउँछ र राम्रो सुक्दैन, छिटो सुक्दैन। त्यही पनि अब सुकाउनु पर्छ साथीहरु। यो बादलको यो भरोसा छैन, यो आकाशको यो बादल त झुटो नै है साथीहरु। अहिले घाम लाग्दिरा हुन्छ, एकछिनमै पानी आउँछ। दाजु चाहिँ नोबेल पुगेर आउनुभएको है। साला केटोलाई हस्पिटल लगेर लिएर आउनुभएको नोबेल पुर्याइवरी। यहाँ दबाईहरू कसरी खानु दिनुपर्ने भनेर सिकाउँदै हुनुहुन्छ हाम्रो दाजुले। प्रताप सागर तिवारी अस्तिकै डाक्टर। त्यो इटरीको हैन हो, इटरीको। इटरीमा अनि भेट्नु भनेको चाहिँ कुन डाक्टर रहेछ? त्यो प्रताप सागर तिवारी भनेको चाहिँ जेन्डिसको कलेज सम्बन्धीको हो के यो। अनि यो यता चाहिँ सुगरको, डायबिटिसको। एउटा पत्तालाई नै 900, पत्तालाई नै एउटा गोली। अबै एउटा गोलीलाई नै 900। एउटा गोली दिनमा 3 पल्ट खानुपर्छ अरे। अबै 9 का 9 18 9 त्यहाँ 27 मै 9 6 36 भनेको होला। होइन यो एक दानालाई नै भनेको यो 900 हैन त? ओइ यो भनेपछि 60वटा छ यहाँ। 20 दिनको 60वटा, दिनको 3टा खानुपर्ने। अनि 20 त्यहाँ 60 भएन। अनि 9 6 कति भयो? 54 5400। त्यति 20 दिनको दबाई 5400। यहाँ 2टा लेख्दैछ। खाना पछि खाना खाएर यो पनि यो चाहिँ एक गोली खाने, तर खाजापछि 8 बजेपछि। पहिला पनि दिएको थियो नि दबाई हो, त्यो 8 बजे खाने खाजापछि हो। यो पनि खाजापछि नै। यो 2टा चाहिँ खाजापछि खाने, एक-एकवटा। साथीहरु यहाँ चाहिँ मेरो एउटा फिस्टी पाडी छ। खोले खाँदैन, कसरी बानी पार्नु साथीहरु। पानी दिन आएको कि म यो मेरो राँगा र पाडी छ कि योले पनि खाँदैन। बरु भुडी सप्पा सुकाएर बस्छ, न नुन भुस पानी खान्छ न खोले खान्छ। साह्रै अचम्मको छ। मुख फर्काएर गयो लबस्तर्नी। यहाँको गन्दे पानी बरु नखाओस् भनेर मैले हिजो झन् यहाँ यत्रो गोबर सोबर लगाइदिएर छोडेको त गन आओस् भनेर झन् त्यही पानी पो खाएर मरेछ है लबस्तारा। म चाहिँ धान सुकाइरहेको छु फेरि साथीहरु घरमा चाहिँ। अनि हाम्रो चाहिँ मेरो चाहिँ माइला देवर बिरामी हुनुहुन्छ। भुडी सुन्नेर यत्रो पेट फुल्लेको छ। खुट्टा पेटदेखि खुट्टाहरू सुन्नेको छ, फुल्लेको छ। यता हातहरू चाहिँ केही भएको छैन। फेरि बिरामी नै हुनुहुन्थ्यो नि त, अहिले चाहिँ झन् पेटहरू सुन्नेर यस्तो हुनुहुन्छ। अनि आज दाजुले नोबेल लगिवरी लिएर आउनुभयो। बिहान 5-6 बजी नै जानुभएको होला अटोमा। छिट्टै भएछ, आज आइहाल्नु भएछ। मैले तपाईहरुलाई देखाइहालेँ। मेरो चाहिँ घरमा देवर बिरामी हुनुहुन्छ। यहाँ सुकाउनु भएको रहेछ टुमाले। सुकाइसक्नु भएछ, अब सुकाइसक्नु भएछ। यहाँभित्र थुपार्नु भएको छ धान चाहिँ, त्यहाँभित्र। यहाँ उठाउँदै हुनुहुन्छ हाम्रो टुमा चाहिँ। के छैन अरे टुमा? कहाँ यहाँ खानु मन लाग्दो रहेछ।
यहाँ उठाउँदै हुनुहुन्छ हाम्रो टुमाले। सक्नुभएछ अब चाहिँ फाइनली सक्नुभएछ टुमाले। आज मैजार गर्नुभएछ हाम्रो टुमाले। आँप खानु तल तल लाग्छ रहेछ। अब ऊ त्यहाँ झारेको बेलामा साथीहरू मैले चाहिँ यहाँ निगुरो बेच्ने एउटा दिदी आउनुभयो कि, अनि निगुरो एक मुठा राखेको छु भरेलाई तरकारी। अनि यहाँ धान उठाउनु पर्ने हुन्छ साथीहरू। धान सुकाएको छु, माथि पनि छ। अनि हेर्नु न यहाँ आकाश पानी आउला आउला जस्तो भइसक्यो। हाम्रो एन्जल त पानी आउँछ भनेर घर गइसक्यो धान उठाउनुलाई। अहिले पानी आएको भने मलाई पनि सघाउन आऊ है एन्जल। पुरा अठेल अठेल गर्दै उहाँ आमाको डुँडमा। कोही चाहिँ यहाँ छ, दुईवटा चाहिँ। यसपालि चाहिँ मेरो सुँगुर पाठा 4वटा मात्रै छ साथीहरू। 2टा यहाँ छ, एउटा यहाँ आमासँग डल्लो परिरहेको छ, अनि एउटा चाहिँ यहाँ चारो खाँदैछ। यसपालि झन् धेर ब्याउँछ कि भनेर सपना देखेको त उडायो। सपना सबै हुरीले भने जस्तै भयो साथीहरू। 4वटा मात्रै ब्यायो। 5वटा ब्याएको थियो कि साथीहरू, एउटा चाहिँ मरेको ब्याएछ। अनि अहिले 4वटा मात्रै छ। 3टा बुच्चा, एउटा भुनी छ। खुसी भएको नि लै बोरा फटाइदिन्छ होला। राम 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 दिदी बहिनी त हौ। दिदी बहिनी त हेर खुसी भएको। यसो मागी खानु किन्नु नपर्ने भयो, अलिअलि भए पनि छ। तर सबै कटमेरो यहाँ माथि चढेर झारेको है मैले साथीहरू। बोजूहरूलाई दिँदैछ मुनाले आँप चाहिँ। आँपै छैन यसपालि त धेरै। ल आउनुहोस् आउनुहोस् आँप किन्न आउनुहोस्। आँप किन्न आउनुहोस्। 150 रुपियाँ केजी आउनुहोस् आउनुहोस्। राम्रा राम्रा आँप छन्। यस्ता मजा मजाका आँप छन्। आउनुहोस् आउनुहोस्। बहिनी आँप किन्नु हुने हो? आउनु न किन्नु बोनी गरिदिनुहोस् त। जोख्नु पर्दैन बहिनी? 1 किलोमा धेर छ बहिनी। हाम्रो दाजु चाहिँ यहाँ सिलाउनु हुँदै रहेछ बोरा धान लगाउनलाई। बोरा सिउँदै हुनुहुन्छ। दाजु मेरोमा पनि छ फाटेको, ल्याउँछु ल, सिलाइदिनु टालिदिनु ल। ल दाजु हुँदैन। साथीहरू म चाहिँ यहाँ भान्जीले चटपटे खानु बोलाएर चटपटे खाना आएको कि, अनि चटपटे खाँदै यहाँ साग पनि केलाउनु पर्यो, सब्जी पनि भनेर क्या निगुरो पनि खाएँ ल। साथीहरू म चाहिँ यहाँ घाँस काट्दैछु है। रात परिसक्यो, अब घाँस चारो खोज्नुपर्ने हुन्छ। धानहरू उठाएर म चाहिँ घाँस काट्दैछु अहिले। अनि यहाँ चारो घाँस दुइटै खोज्नुपर्ने हुन्छ। घाँस यहाँ काटेर अलिकति राखेको छु, यहाँ चारो पनि बेला पार्दैछु। हाम्रो चाहिँ चारोहरू पनि यतिखेर चाहिँ यस्तोहरू हुन्छ। काने झारहरू यो के हो, यो काली झारहरू के हुन्छ। यस्तै बारीमा उम्रिन्छ, यस्तै खुवाउँछौँ। अनि यो चाहिँ मेरो घाँस हो, बारीमा घाँस छ साथीहरू। अनि यहाँ पनि काटिराखेको छु, काट्दैछु। अनि यो छेउछेउमा घाँस काटेर बाटो हिँड्ने भयो कि सफा पनि गर्नु पर्यो नि त। अनि काट्दैछु। मेरो घाँस चाहिँ यसरी छ है, बारीमा अलिअलि छ भन्नु पर्यो। मकै पनि अलिअलि छ। बिचरा मकैहरू सानो सानो छ, घोगा यस्तो छ है साथीहरू। रात परिसक्यो, अब बेलुकाको यो चाहिँ नजरा है साथीहरू। धन्न आज पानी आएन र धान अलिअलि सुकाइयो। जे जस्तो भए पनि अब भोलि पनि लाग्यो भने चाहिँ सुकाइसकिन्छ होला। अनि भन्दै साथीहरू आज चाहिँ म मेरो भिडियोलाई चाहिँ एन्ड गर्नु पर्यो। अब आउँछु है अर्को भिडियोमा। मेरो आजको दिन चाहिँ यस्तै रह्यो साथीहरू। अब भेट्नेछु अर्को भ्लगमा। आजलाई चाहिँ बिदा है साथीहरू, बाई बाई।